हेलो गाइस, वेलकम टू माई न्यू ब्लग। तपाईँहरूले स्वागत छ। आज हामी हाइकिङ गयौँ। हाम्रो हाइकिङ चलिरहेको आज हामी घुम्न गएको अन्त साथीहरूले हाम्रो रुमबाट सुन्दरा पुगाएको अनि त्यहाँबाट बस चढेर फेरि हामी रुम जाने बाटोमै ल्याएको कस्तो धोका हो र भन्नु छोडिदियो। आधी घन्टा हिँड्नाले कम्ता हो, कम्ता पुरै हिँड्नु छ पनि बिहानै 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 जाडो जाडोमा यिनीहरू पापीहरूले यिनीहरूले हामी जानु चाहिँ सुन्दरी जल लाग्यो होइन। कहाँ सुन्दरी जल हो हौ अनि कहाँ हो र हामीलाई फिक्स छैन कि टाढीको भिड कस्तरी बिगार्दै यिनीहरूले हाम्रो ब्लग। तर मेरो ब्लग त्यस्तो भाइरल छैन नि त, हामी भाइरल छैन नि त, त्यत्तिकै प्राइभेट मान्छे हो। अब मेरो ब्लग सब्सक्राइबर को छ भन्दा घरको 4 मोबाइल छु, त्यसपछि एउटा हेमन्ती एउटा रोजी 6वटा सब्सक्राइबर छ। तर भ्युज बरु 10-12 खै कहाँबाट आउँछ होला होइन। एउटामा त धेरै गएको भनेको मेरो 26 त्यो नि हामी भाइरल भएको नि सोचे हुन्छ। हामी त्यति भएको चाहिँ हामीलाई पुग्छु धेरै छ। हेलो गाइस, कस्तो राम्रो छ हेर्नु त। आज हामी घुम्न गएको होइन, अनि हाम्रो साथीहरूले चाहिँ छोड्दैन। हेलो गाइस, आज हाम्रो साथीले यस्तो धोका दियो नि। हामी रुमबाट हिँडेर सुन्दरा गएको, त्यहाँबाट फेरि बस चढेर यति हामी रुम आउने बाटो आएको। कस्तो धोका हो र भनेको यो। गाइस हेर कस्तो राम्रो छ, ऊ पनि त्यहाँ कस्तो राम्रो छ। हामी भर्खर आइपुग्यौँ। मलाई डर लाग्छ बनाइ। यहाँ विद्युत रहेछ क्या, विद्युत प्राधिकरण अरे। पानी कस्तो छ भन्दा ऊ त्यहाँ यस्तो तरिकाले झऱ्यो नि, बर्खामा जस्तो अहिले पनि यत्रो पानी आउने ठाउँ भनेपछि कस्तो होला आइबुझ तिनीहरू। अब कोही पछाडि खान्, कोही अगाडि खान्, हामी बिचमा, म जहिले बिचमा पर्छु। सामान किन्न गएछन् होइन, हामी वासरुम खोज्न हिँडिहाल्छौँ। हामी वासरुम खोज्न आएको, हामीले भेटौँला जस्तो पनि छैन। हामी यत्रो माथि हिँडिसक्यौँ, तलैबाट नहो भनेको त्यस्तै भयो। हामीलाई सबैले छोडेर अघि गइसके। मलाई लाज लौ हो। हेमन्ती त झन् पछाडि छन्, म यहाँ हो, अरू त्यहाँ अगाडि छन्। मैले देखाएको छु यहाँ चेकिङ हुँदैछ। देखाउँदिनँ हो, देखाउँदिनँ, त्यति साह्रो गर्नु पनि पर्दैन। यस्तो जङ्गल जङ्गल हिँड्यौँ हामी, तिनीहरू अगाडि छन् हामी पछाडि छौँ। यस्तो जङ्गल हिँड्यौँ, मेरो काँटा पनि भाँचियो लास्टमा। के गर्नु अब, धेरै लामो हुन्छ होला मेरो आजको ब्लग, तर मैले थोरै थोरै बनाउनु। कोइलीको आवाज, लाली गुराँस पाइन्छ होला भन्ने आश लागिरहेको छ हामीलाई। पाउनु नपाउनु आफ्नो ठाउँमा छ। अनि उता सिमेन्ट पनि भाइ हिँडेको मान्छेको यहाँ मान्छे मर्न लागिसक्यो पसिनाले। हिँडेको 20 मिनट भएको छैन भइसक्यो, के गर्नु। कस्तो राम्रो छ, कस्तो राम्रो छ। थके लागिसक्यो। हामी 2 घन्टा 2.5 घन्टा हिँडिसक्यौँ। कस्तो राम्रो बोल्छ, तर हामी थाकिसकेको छु, गलिसकेको छु। हेर्नु यत्रो घन्टा हिँडेर बेहाल पारेर हामी
यहाँ आएपछि सबैजना एकै ठाउँमा भेट भयो नै पनि कोही एउटा भिडियो यहाँ गर न सक्यो हेर्दा गाइज हामी पुगेर तल फर्किँदैछौँ सबैजना उनीहरू अघि अघि छन् अरू पछाडि छन् त्यतिखेर पनि बिचमै त हो अन्त रमाइलो भयो यस्तो रमाइलोसँग गयो आयो अब आधी बाटो पनि होइन अब कति बज्छ होस्टेल पुग्दा पनि थाहा छैन होटेलमा मार्ने होला यति अबेला आउने हो भनेर डर लागेर 6:30 बजे 7 बजीसम्म पुगे त ठिकै हो नै भने त फेरि गाली गर्छ यति अबेला गर्न पाइन्छ कहाँ गएको हो बनाउनु